नमस्ते सम्पूर्णमा र फेरि पनि हजुरहरू सबैलाई मेरो यो छोटो भिडियोमा स्वागत छ है। र तपाईहरु कसलाई चिन्डेको अचार मन पर्छ? मलाई चाहिँ असाध्यै मन पर्छ र आज चाहिँ चिन्डे टिप्न गइरहेछु। हेरौं है चिन्डेको रुख खतरो छ अनि चढ्नु सक्छु कि सक्दिन, हेर्दै गर्नुस् है त। अनि चिन्डेको रुख चाहिँ यो पारिपट्टि रहेछ। रुख त निकै ठुलो रहेछ, चढ्नु पो सकिन्छ कि सकिँदैन। ओइ गच्चा खोइ चिन्डेको रुख चिन्डेको रुख चाहिँ रहेछ है। स्नोई काका नजा, जुगा लाग्छ है। चढ्नु सक्छु सक्छु पानीले गर्दा जुगा लाग्नु थाल्यो होला नि। चिन्डे त रहेछ नि ऊ माथि माथि है, पुरा छ। पौलिन त मजाले पौलेको छ है, टुप्पो टुप्पामा है। लाग्छ नि अन्त जुगा लाग्दैछ, सुरु भएछ जुगा त। यसै नकुद्न उयो तापा चढ्यो। चढे, चढ्नु सके। उयो झार्नु न, हाँगा ड्याङ्की चाहिँ यस्तो मात्रै जानुहुन्छ हौ। होइन हौ, त्यो माथि माथिको त सक्दैन, हाँगै झार्नु कि घाँस लानेले लान्छ नि। सबै झारिदिनु हाँगा सक्यो भने। मुनि मुनि पुरा रहेछ तपाईँको खुट्टाभरि। अन्त सिक्कल चाहिँ तलै छोडेको, त्यो किल्चेको हाँगा भाँचिँदैलाई नि चक्कै हुँदैछ। चिन्डे दामी भएको रहेछ है। कोलाई चाहिन्छ कमेन्ट गर्नुहोस्, होम डेलिभरी हुन्छ एकदम घरमै। यहाँ हालिराख्छ। ल यहाँतिर पनि पुरा छ है। टिप्नु न त्यतापट्टिको चाहिँ दामी छ, कलिलो कलिलो।
ए चिन्डे त वालसेल पाइयो। हाँगैसँग झारेको हाँगा झारे भने चाहिँ चिन्डेको रुख बेसी अग्लो हुनु पाउँदैन। अर्को साल पनि नजिकमै पौलिन्छ। त्यसैले यो हाँगासँगै झारिदिएको। भुइँभरि छ हाँगासँगै चिन्डेको पौला। अब जङ्गलमा त डोरी खोज्ने कुरा आएन। यसरी अलैँचीको डोरी बनाउन सकिन्छ। यी अब चाहिँ यसले चट्टखेरि चिन्डेलाई बाँध्न सकिन्छ। बेसी लामो खोइ सिक्कल कहाँ छ? त्यतै होला। सिक्कलले काटौँ न त। चढिस् नै। लु चिन्डेको भारी रेडी भयो है। लु यसलाई चाहिँ भन्छ चिन्डेको बर्सात। अब यत्रो चिन्डे त एक्लै कहाँ खानु। अब गोर्खेहाट बेच्नु जाला जस्तो छ। उफ थाकेर पनि हत्तु भइयो। हस् त अहिलेलाई भने बिदा लिन चाहन्छु। फिर मिलेंगे चलते चलते।